आँपको अचार चाहिँ चट्टसँगले बनाउनु पर्यो आज चाहिँ हैन। यो आँप मजाले धोएर यसलाई काट्नुपर्छ कटिङ सानो सानो। अब यसरी मजाले सानो सानो पिस गरेर आँप काटेँ। अब यसलाई चाहिँ घाममा लगेर सुकाउँछु म चाहिँ है। हेर्दै गर्नु होला। यसलाई चाहिँ घाममा सुकाएर राख्नुपर्छ 2-3 घण्टा जति। चर्को घाम लागेछ भने चाहिँ है यतिको सुकुटी गर्ने हैन घाममा सुकाएर चाहिँ यसलाई आँपलाई। यसमा तिल पाउडर अनि यो स्वाद अनुसारको नुन, बेसार पनि राख्दा नि हुन्छ नराख्दा नि हुन्छ थोरै, खोर्सानी र लसुनको पेस्ट चाहिँ मैले चाहिँ यसलाई मजाले मिक्स गरेको छु र अब त्यसपछि यसलाई चाहिँ एकदम बट्टामा चाहिँ राख्नुपर्छ, एकदम ड्राई बट्टामा, पानी हुनु भएन है। र फाइनली अचार बनिसकेको छ। अब यसलाई चाहिँ 2 दिन 3 दिन जति चाहिँ घाममा राख्नुपर्छ। यसलाई बिर्को लाएर हैन यसरी चट्ट ट्वाक्क अमिलो पिरो बनिसकेको छ अचार चाहिँ।